हेलो गाइस, वेलकम अनि दर्शन नमस्ते सबैजनालाई। आज नयाँ वर्षको दिन हामी हेलो हेलो भन्दै हेलो आज नयाँ वर्षको दिन घुम्न जाँदैछौँ नि त। तपाईँहरू पनि हामीसँगै घुम्नु होला एकछिन। बाई बाई। घरबाट निस्क्यौँ हामी। त्यस्तो नबोला न अलग त अडाएको छु। हाम्रो राम्रो बाटो कति त गर्नु पर्यो नि। हामी आज यहाँबाट सिधै पाउँदै निस्केर जान्छौँ है। हामी पाउँदै निस्केर जाँदैछौँ। अहिले यो के भन्छ पहिला चाहिँ हामी होइन उता सिउँडियार हुँदै जान्थ्यौँ भने आज यो क्याम्पस गेटबाट सिधै हामी पाउँदै निस्किने गरेर जाँदैछौँ। यो बाटो पनि अहिले त धेरै राम्रो बनेको छ। मध्य पहाडी लोकमार्गले अलिक राम्रो राखिलो बनाएको छ होइन। अगाडि दिदी बहिनी पछाडि हामी भान्जोरमा 2 जना छौँ। हेरौँ हामी कहाँसम्म पुगिन्छ। आजको यात्रा हाम्रो कहाँसम्म पुगिन्छ हेर्दै जाउँ। तपाईँहरू पनि हेर्दै जानु होला होइन बाबु। पारी देखिएको दुधे कुना तनाउ है। तनाउ दुधे कुना के भन्छ यो भानु नगरपालिका होला कति हो त्यो त थाहा छैन। अहिले हामी हिँड्दै गरेको चाहिँ लमजुङ सुन्दरबजार नगरपालिका 7 भइहाल्यो। हामी अहिले पाउँदैतिर जाँदैछौँ। आज हामी घरबाट चाहिँ बन्दीपुर जाऊँ कि भनेर निस्केको गाइज। अब हेरौँ बन्दीपुर चाहिँ अब कहाँसम्म गइन्छ भन्ने हो। जानु चाहिँ बन्दीपुरसम्म जाउँ भनेर हिँडेको छ 4 जना मिलेर। यता हाम्रो पनि खिच्दै अहिले पछि छुट्टै। अहिले हाम्रो पनि छुट्टै खिच्दै। ओइ अब यो भिडियो हाम्रो चाहिन्छ फेरि होइन। यस्तो रे यो भिडियो अहिले हामीलाई चाहिन्छ। भयो धेरै नगर यो टिकटकको लागि हो। टिकटकको लागि अगाडि भिडियो खिच्यौँ भनेर झन् सुरुमा यसो गरेको है। यो हिँड्न राति ए भुँडी घटाउने हेऱ्यो तिम्रो भुँडी। अब कुन भुँडी घटाउने? मम्मीले त हिँड्न लगाउनु पर्छ कि मम्मी चाहिँ मोटाइसक्यो। मम्मी त डेन्जर मोटाइसक्यो। यो बाटो पहिला हामी यहाँ पाउँदी बजार आउँदाखेरि कस्तो हुन्थ्यो। अहिले हेर कति राम्रो। मध्य पहाडी लोकमार्गले बनाएको छ। उता खुद्रियाडीतिर चाहिँ अलिकति बिग्रेको बाटो छ। अब त्यहाँ पनि गरिदियो भने राम्रो हुन्छ है। यता हाम्रो चाहिँ लमजुङतिर चाहिँ यो हामी पाउँदी आइपुग्यौँ सुन्दर बजारबाट। पाउँदी बजार हे अगाडि पनि भिडियो बनाउँदै हिँड्दै छ। बिस्तारै आएको छ नि त हामी त बिस्तारै छ। सो बिस्तारै जाने हो किन हतार गर्नु छ होइन। बिस्तारै जाने। नयाँ वर्षको दिन सबैलाई शुभकामना धेरै धेरै। ओहो यहाँबाट मोबाइल निकाल्यो कि बनाउँदै जाउँ होला है। के गरौँ होला? बनाउँदै जाउँ होला। पाउँदी आइपुग्यौँ गाइस।
पाउँदी कतो हो यो चाहिँ अब पाउँदी खोलाको पुल होइन यो खोलाले छुट्टाएको छ लमजुङ र तनहुँ भनेर चाहिँ यो तबती हामी लमजुङ यो खोला यो पुल तर्ने बित्तिकै चाहिँ तनहुँ जिल्ला हामी प्रवेश गरिन्छ लमजुङ र तनहुँको सिमाना पाउँदी खोला ल अब चाहिँ हामी तनहुँ जिल्ला प्रवेश गरियो यो खोलाले छुट्टाएको छ है त गाइस पाउँदी खोला हाम्रो घरतिरबाट बगेर आएको खोला हो यसरी छुट्टाएको छ गयो मम्मीहरू त अगाडि गयो हामी अपलोड किङ हाम्रो यात्रा तपाईँहरूलाई सँगसँगै लिएर हिँड्छु लमजुङदेखि तनहुँ आइसक्यो अझै हेर्दै जानु है त यो अनि तल चाहिँ मर्स्याङ्दी खोला बगिरहेको छ देखिएको छ कि छैन तल देखिएको चाहिँ मर्स्याङ्दी खोला मर्स्याङ्दी गएर उता त्रिशुली मुगलिनमा त्रिशुलीसँग मिसिएर नारायणी भनेको छ है मर्स्याङ्दी बगेर यो गहिरो भएर हो कि निलो हरियो भएको छ मर्स्याङ्दी खोला गहिरो छ नि त अघि उतापट्टि त बाटो राम्रै थियो यता नि राम्रो छ ठाउँमा यसो खाल्टापट्टि रहेछ बिच्चातिर चाहिँ नत्र राम्रै छ मनीहरू त पुँजेको रेकर्ड चाहिँ भएको छ कि छैन बोल्दै हिँडिरहेको छु रेकर्ड अहिले रेकर्ड भएको छैन भने त भइरहेछ देखेको छौ ए बाँदर हाम्रो पुर्खा हो यो हाम्रो पुर्खा म भयो नभनौँ अहिले उता पुगेर भनौँ यहाँ यस्तो अब हामीले अघि लाएर हिँडेछौँ ल पुर्खा हामी पनि बाँदरबाट उत्पत्ति भएको भन्छन् यताबाट गोर्खा जान्छ बाबु अलकतार गोर्खा पनि जान्छ अलकतारतिर पनि जान्छ यो बाटो चाहिँ टक्क गोर्खा हो जाने बाटो पनि हो यहाँ त कच्ची नै रहेछ त बाटो त के हो यत्रो हाइवेमा यत्रो त हुनु भएन नि हो यो काठमाडौँ लमजुङ बेसी सहर चल्ने हाइवे यस्तो हुनुहुन्छ बन्दीपुर त खै बिस्तारै गइएको छ कतिखेर पुगिन्छ तर यो बाटो पनि उता चाम्बसबाट चाहिँ उता ढुङ्गेसम्म चाहिँ धेरै राम्रो बनेको छ है चाम्बसबाट चाहिँ पुरा बाटो पनि फराकिलो एकदमै राम्रो बनेको छ अहिले देख्न सक्नुहुन्छ चाम्बस पुगेपछि तिम्रो
त्यो मनमा मेरो पिरती कुन्दी नफुल्ने हो। अब चाहिँ हामी कालीमाटी आइपुग्यौँ गाइस। यो ठाउँको नाम कालीमाटी हो नि त, अरूलाई थाहा छैन। तनहुँ जिल्ला हो कालीमाटी। यो कालीमाटी पछि पाइसी जङ्गर आउँछ। कालीमाटी बजार। कालीमाटी बजार। आजभरि अटोहरू धेरै घुर्छ उतातिर नि, हाम्रोतिर नि सब अटोले गरिसक्यो। बसहरूलाई मान्छे पाउनै गाह्रो छ नजिकको त। शुभ विवाह हो वैशाख लाग्ने 1 गते बित्दा बस विवाहको हो। वैशाख 1 गते बिहे रहेछ। अनि शुभकामना दाम्पत्य जीवनको शुभकामना, वैवाहिक जीवन बाँध्ने हुने तपाईँहरू को हुनुहुन्छ ल। बाई बाई, जानुहोस् राम्रोसँग। शुभ यात्रा तपाईँहरूलाई। नयाँ वर्षको शुभकामना सँगसँगै हामी चाहिँ हाम्रो दिदी भाइ बहिनी भान्जू हामी बिस्तारै जान्छौँ। तपाईँहरूलाई राम्रोसँग जानुहोला। के हो हामीले पनि धन्यवाद। बाटो सानो रहेछ, अलिकति केयरफुल भएर हिँड्नुपर्छ। के गर्नु यो अर्चल लाएर पहिला हामी बसमा हिँड्दा यो पानी एकदमै मिठो हुन्छ अरे भनेर बत्तलमा थापेर धरी, अहिले पनि रहेछ चलन त, बत्तलमा थापेर लाने खाने गरिन्थ्यो यो ठाउँमा। अर्चल लाएर पहिला बसमा हिँड्दा यहाँ रोकेर पानी खाएर बल्ल गइन्थ्यो। पानी चिसो हुन्छ, मिठो हुन्छ यहाँको।
हामी 22 जग्गा आइपुग्यौँ गाइस। 22 जग्गा आइपुग्न लाग्यौँ हामी 22 जग्गा। ओइ राम्रोसँग बस है अब, राम्रोसँग बस ल। यहाँ त अगाडि खाल्टा पनि बाटो यस्तो छ, के गर्नु। बजार 22 जंगर बजार। यहाँबाट थानीको थान माथि जान्छ एकदमै हनुमान मन्दिर। तीनजना हिँडेछ हौ। यहाँ अगाडि चेकिङ हुन्छ होला, यो तीनजना हिँडेछ। यहाँ अगाडितिर चेकिङ हुन्थ्यो जस्तो लाग्थ्यो, तीनजना हिँडेछ तर खै भएन कि आज। आज चाहिँ छैन रहेछ चेकिङ, छैन रहेछ। यहाँ चेकिङ हुन्थ्यो, छैन रहेछ आज त। त्यही भएर गयो, तीनजना चढ्नेहरू निरत्रसँग थियो।
कहाँ आइपुग्न लाग्यो थाहा छ यो म्यान थाहा छैन हामी त्यत्तिरै आइपुग्न लाग्यो त्यत्तिरै ठाउँमा नाम सुनेको थियौ कहिले सुन्यौ कहाँ त्यो खै के को बोट हो हामी तुरतुरे आइपुग्यो हो तुरतुरेबाट पारी गोर्खा पालुङटार गोर्खा पालुङटार घुम्तीमा बटेक नगर्नु है सुनिते मम्मीलाई त्यही भन घुम्तीमा बटेक नगर्नु है मम्मी भन यो तुरतुरे हो तुरतुरे एरियाबाट तल गएपछि होइन उतापट्टिबाट गोर्खा जाने बाटो यहाँबाट तलपट्टि गएपछि गोर्खा यहाँ हेरे पालुङटार नगरपालिका गोर्खा जाने बाटो छ यहाँ तल गएपछि गोर्खा गइन्छ पालुङटार गोर्खा भन्ने बाटो धुलो उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै खेतपट्टि छ पुग्दै छ कहाँ मर्स्याङदीको मर्स्याङदी खोला हो त्यो अघि हामीले माथि देखाएको थियो नि त्यही खोला हो त्यो ए यो तलैसम्म गएको छ यो त कहाँसम्म गएको छ कहाँसम्म गएको छ उहाँ मुगलिन पुगेर अर्को खोलासँग मिसिएको छ अर्को खोलासँग मिसिएर फेरि गएको छ इन्डिया पुगेको छ यो पानी त होइन अर्को खोलासँग मिसिएपछि अर्कै नाम छ अर्को खोलासँग मिसिएपछि अर्कै नाम छ त्रिशुलीमा मिसिन्छ अनि नारायणी भएर जान्छ जाम है जाम है अहिले त घुम्तीमा दोबटै गरेर दौड्यो त्यो त अन्त त्यसमा नि गएको होला ऊ तल मर्स्याङदी खोला
ओइ 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 इस, यहाँबाट हेर अब कस्तो राम्रो बाटो छ देख्यौ पहिला थिएन अहिले राम्रो अझै तल अझै राम्रो छ बनाउँदै थियो नि त पहिला कति ठाडै उकालो थियो अहिलेसम्म यस्तो बनाइदियो चाहिँ अब त पहिला पारिबाट घुमेर आउँछ नि यहीँबाट घुमाइदियो यहाँ राम्रो बनाइदिएको छ बाटो चाम्बास यो मान्छेले बाटो काट्ने ठाउँ होइन यो बिस्तारै यो बाटो काट्ने ठाउँ त होइन पो त यस्तो बाटो काट्ने ठाउँ यो अगाडिको चाहिँ हो हेर यहाँ चाहिँ सिधा बाटो छ हाम्रो मामा घर पनि आइपुग्यो सिमले हाम्रो मामा घर छैन 95 गएको रहेछ यो हाम्रो मामा घर अहिले हामी आउँदाखेरि पश्चिम यो हो अहिले हामी आउँदा पश्चिम मामा रिसाउनु होला अहिले हामी गयौँ सिधै छ है यो जेब्रा क्रसिङ यो मान्छेले बाटो काट्ने ठाउँ अलिकति अब खिच्छु त्यसको लागि खिच्दिनँ म यही बाटो देखाउनको लागि भाँबाट खिच्दै नरोकिकन आइया त्यसले हान्यो ढुङ्गाले त्यसको ढुङ्गा लाग्यो नाकको तालले सफा गर्यो उसले झुन्डेर अहिले हल्का गर्नु पर्यो भएन अब ओइ खिच त हाम्रो खिच भनेको त फोन बोलेको लाँचै नि हो खिच्देको खोइ हाम्रो खिच्देको त्यसरी होइन ठाडोले सिधाले जाउँ 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 सिधाले भिडियो खिच्दैन भने यता हाम्रो के हाम्रो बस है आउँछ भयो यस्तै पिक्चर अब हामी डुम्रे आइपुग्न लाग्यो डुम्रे यो रातिमा त्यहाँ बत्ती बल्छ के रातिमा टल्किन्छ यो अनि थाहा हुन्छ नि त कहाँ छेउ हो भनेर गाडीहरूको लाइट हुन्छ नि लाइटले गर्दा यति बिक्कै टल्किन्छ सबै अनि गाडीहरूलाई थाहा हुन्छ कहाँनिर छ छेउ भनेर
त कति किलोमिटर भनेर लेखेको होला खै कति थियो मैले त हेरेन 100 बढी छ 156 जस्तै होला यहाँबाट 165 होला हामीले कता जाने भन्छ टेबल गरेर जाने अझै अहिले बस्दै लामो भइसकेको छ काहीँले खिच्यो अगाडि आइहाल्यो नि है निकाल्ने बाबु कुन यो अगाडि पुल छ सानो पुल छ भने हो के यो पुल होइन कि खोलाको साइन दिएको यो सानो छ नि यो हेऱ्यो खोल्सा त्यो खोल्साको साइन दिएको हो कि त्यो
अब यहाँसम्म त खिचेर आइसक्यो डुम्रेको चाहिँ अलिकति खिचिदिनु पर्यो अब है यहाँसम्म त खिचिसक्यो डुम्रे खिचिदिनु पर्यो अरे यहाँ आउन 50 मिनट लाग्यो बिस्तारै गरेर होला नत्र त 40 मिनट बन्दीपुरको मलाई त थाहा छैन यहाँबाट डुम्रे बजार आइपुग्यौं डुम्रे बजार आइपुग्यौं कता जाने धन्दै लाग्यो हामी यो पोखरा जाने बाटो दमौली साइड गएको त लेफ्ट लागेको भए काठमाडौँ गइन्थ्यो कहाँ ए बन्दीपुर लेखेको छ यो हामी डुम्रेबाट हामी यता मेरो हालत खराब छ मेरो भिडियो खिचिरहेको छ कहाँ हो हामी हेरिया रोकेर हैन फाइनली गाइस बन्दीपुर पनि आइपुग्यो बन्दीपुरको डाँडाबाट देखिएको दृश्य तल यो उतापट्टि डुम्रे उतापट्टि चाहिँ डुम्रे छ हेर्नुहोस् है त यहाँ केबल कार पनि चल्दो रहेछ तर हामी चाहिँ बाइकमा आइयो दृश्य यस्तो छ हेर्न सक्नुहुन्छ कहाँ गयो हाम्रो टोली उहाँ पुगिसकेछ यो ठाउँ नाम के अरे बिर्स्यो ठाउँको नाम यो त यार हेर्छौँ हेर्दै जाउँ के देखिन्छ यहाँबाट है त बन्दीपुरको ठाउँ यहाँको त्यो भाइरल मान्छे कताको यतै त होला नि उनी नाचिरहेको थियो नि त्यस्तैमा जस्तो लाग्थ्यो यतै त होला नि सक्नुहुन्छ गाइज हामी घुम्न आउँदा हाम्रो बेमान हाम्रो बेमान रिसाको अवस्था देखिए यो चाहिँ हामी 4 जना बेमान रिसाएर आइरहन्छ केबल कार चढ्न पाइने भनेर अब त सुनेको छैन होला त्यही पनि बेमान
यो बन्दीपुर बजार अहिले हामी चाहिँ डाँडातिर जाँदैछौँ यो के थानीमै के हो डाँडा सिँढी चढ्दै बेमान कति गाह्रो भएको छ भन इजी कसरी इजी हो डाँडा पहाड बन्दीपुर जाउँला यहाँनिर राम्रो आउँदो रहेछ नि त फोटो त यहाँबाट के घरहरू त कहाँ हिँड्न सकेन देखिएको चाहिँ बन्दीपुर बजार हामी तलबाट आइयो कि यो रुखले चाहिँ के हो त्यहाँ केबल कारको आउने ठाउँ चाहिँ यो रुखको पछाडिपट्टि हामी आएको परतिरबाट आयो यस्तो बाटो हुँदै यहाँ र उक्लेको